गुल्मीमा चन्द्र भण्डारीले जित्लान् कि सागर ढकालले? दुईटा मात्रै एकजनाले जित्छन्, दुईटै राम्रो मान्छे है। दुईटै राम्रो मान्छे हुन्। चन्द्र दाइले मलाई एकदम सहयोग गरेका, जहिले पनि मलाई साथ दिन आउनु भएको, अनसनमा पनि साथ दिन आउनु भएको। एक मिनेट है, कति भयो? त्यसरी त आफूलाई साथ दिने मान्छेले मात्र जितोस् भने त निकोलस भुसाल नै स्वार्थी रहेछ भनिहाल्छन् नि। नराम्रो राम्रो छन् नि त, राम्रो मान्छेले हामीलाई साथ दिन्छन् नि त, हामीले राम्रो कुरा उठाउँछौँ नि त, हाम्रो कुरा सही हुन्छ नि त। सागर ढकाल नि तपाईँको साथी, सागर ढकालले मेरो विरुद्ध आएर यहाँ बुटलमा आएर के भन्नु भन्दै हुनु त के भने हो खासमा? जोस बालेनलाई पनि जिताउने हिँड्यो, हजुर हिँड्यो नि त हिँड्यो होइन, रविलाई पनि हिँड्यो, विधान लेखियो, सबै कुरा लेखियो, सागरलाई पनि जिताउने, यहाँ बुटोल छोडेर डडेलधुरा पुग्यो। अनि यिनीहरूले मलाई साथ दिनुपर्छ पर्दैन, म एउटा जुत्तामा एक ठाउँमा मलाई दियो भन्दा दिनुपर्छ पर्दैन यिनीहरू। सडकबाट रवि लामिछानेलाई गाली गर्ने, गृह मन्त्रालय गएर रवि लामिछाने क्षमा माग्ने, जेल हाल्दाखेरि म रवि दामी 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 छ भन्नुपर्ने जरुरी छैन, म हल्का गाली गरेकै हो। गृह मन्त्री भए त काम गरेका थिएन, भोलि अब रविलाई भेट्दाखेरि अब तँलाई फेरि गाली गर्छु भनेर गर्नु भएन नि त होइन। ल दाइ ठिकै छ, तिमीले मलाई धेरै नगर्नु पर्ने, मैले त्यति गाली गरेँ भने ठुलो कुरा, इट्स सिम्पल थिङ, नर्मल थिङ हो। अनि त्यही मान्छे जेलमा आउँदा साथ दिन गएकै हो फेरि। तपाईँ घन्टीमाबाट उठ्नुपर्छ भनेर सङ्केत दिनु भएन तपाईँलाई? अनि मलाई चाहिँ तिनवटा एजेन्डा मिलेन। एउटा चाहिँ मलाई धर्म चाहिएछ, वैदिक सनातन हिन्दू बुद्ध किराँत। अर्को चाहिँ नेपालको प्रदेश खारेज चाहिएछ। अर्को चाहिँ पानी खानी जल जङ्गल जडीबुटी गाँजा लोकल रक्सी साल रक्तचन्दन सबै वैधानिक चाहिएछ। यिनीहरूले मानेन। अनि मैले चाहिँ ल ठिक छ, त्यसमा आफ्नै पार्टी बनाउँछ भने पार्टी पनि बनाएँ। ल जितको शुभकामना डाक्टर साहब है। उपचार गराइरहनु भएको छ यो मध्यरातमा, तपाईँले उहाँलाई चिन्नुहुन्छ? चिन्छु। अहिले दुईवटा हुन्छ, एउटा आफ्नोलाई दिन पाइयो नयाँलाई, एउटा चाहिँ मलाई जुत्तामा दिनु। मैले दुईटै भोट मलाई माग्दिनँ।